हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ मैले क्युएनए भिडियो लिएर आएको छु। योभन्दा अगाडि चाहिँ मैले मेरो युट्युब च्यानलमा 1K सब्सक्राइबर पुगिसकेको छ। म चाहिँ अब क्युएनए भिडियो बनाउँदैछु भनेर भनेको थिएँ। त्यो सर्ट भिडियोमा चाहिँ धेरैजनाले क्वेसनहरू राख्नु भएको थियो र त्यो क्वेसनहरूको आज एक एक गरेर म एन्सर दिँदैछु। यो मेरो पहिलो क्युएनए भिडियो है। मेरो 1K सब्सक्राइबर पुगिसकेपछि मेरो पहिलो क्युएनए भिडियो हो। यसमा मेरो भ्युवर्सहरूले मलाई युट्युबमा हेर्नुहुने जतिजना हुनुहुन्छ, साथीहरू, दाजुभाइहरू, आमा बुवाहरू, उहाँहरूले मलाई सोधेका क्वेसनहरूको म एन्सर दिँदैछु। र क्युएनए भनेको चाहिँ क्वेसन एन्ड एन्सर हो है। क्युएनए भनेको जसमा तपाईँले सोधेको क्वेसनहरूको मैले जवाफ दिनुपर्ने हुन्छ। र आज म क्युएनए भिडियो स्टार्ट गर्दैछु। पहिलो क्युएनए भिडियो हो मेरो यो 1K सब्सक्राइबर पुगिसकेपछि। र यो क्युएनए सेसनको पहिलो क्वेसन सोध्नु भएको छ ओजस बी आचार्यले। उहाँले चाहिँ मलाई 4वटा क्वेसन सोध्नु भएको छ। उहाँको पहिलो क्वेसन रहेको छ, हाउ वुड यु डिस्क्राइब योर स्टाइल अफ टिचिङ। मलाई जतिजनाले हेर्नु भएको छ अहिले, कतिपयले थाहा नहुन पनि सक्छ। म चाहिँ एउटा स्टुडेन्ट पनि हो, म पढ्छु पनि र म यता पढाउँछु पनि। मेरो पढाउने शैलीको कुरा गर्नुपर्दा उहाँले चाहिँ के सोध्नु भएको छ भन्दा, तपाईले आफ्नो पढाउने शैलीलाई कसरी व्याख्या गर्नुहुन्छ भनेर भन्नुभएको छ। एज अ साइन्स टिचर, आई बिलिभ इन ह्यान्ड्स अन एक्टिभिटिज। आई वान्ट टु इन्गेज माई स्टुडेन्ट इन एक्सपेरिमेन्टल वर्क्स, प्रोब्लम सल्भिङ एक्टिभिटिज। यो गर्दा के हुन्छ भने विद्यार्थीले रटेर मात्र होइन के, विद्यार्थीले आफूले गरेर पनि देखाउन जानुहोस्। रटेर इक्जाम पास मात्र होइन कि आफूले पढेको कुरा चाहिँ व्यवहारमा उतारेर हैन, आफूले पढेको थ्योरीलाई चाहिँ प्र्याक्टिकल वेमा प्रस्तुत गर्न सक्यो भने अथवा गर्यो भने विद्यार्थीले इक्जाममा पास हुने मात्र होइन, पछि गएर आफ्नो जिन्दगीलाई, आफ्नो जीवनलाई सहज बनाउन पनि सक्छ। त्यो भएको हुनाले गर्दाखेरि मेरो पढाउने शैली चाहिँ के छ भने विद्यार्थीहरूसँग अलिक फ्रेन्डली भएर हैन, विद्यार्थीहरूभित्र लुकेको उनीहरूको प्रब्लमहरू के छ त्यसलाई बाहिर निकालेर आफूले बुझेर हैन, त्यो अनुसारको उनीहरूलाई ट्रिट गरेर उनीहरूलाई एकदम पिसफुल इन्भाइरोमेन्टमा एकदम इन्टरटेनिङका साथ चाहिँ मैले पढाउँछु। मेरो टिचिङ स्टाइल, मेरो पढाउने शैली नै यही हो। र विद्यार्थीहरू टिचरहरूलाई क्वेसन सोध्न नडराओस्, किनभने जुन विद्यार्थीले सबैभन्दा धेरै क्वेसनहरू सोध्छ त्यो विद्यार्थीले नै सबैभन्दा धेरै जान्ने अवसर पाउँछ के। र विद्यार्थीले क्वेसन सोध्नु भनेको विद्यार्थीको लागि मात्र फाइदा होइन, एउटा टिचरलाई पनि फाइदा हुन्छ। किनभने विद्यार्थीले क्वेसन सोध्यो भने टिचरले एन्सर भन्नुपर्छ र त्यो एन्सर टिचरले जानेको हुनुपर्छ र त्यो एन्सर टिचरले जानेर आएको हुनुपर्छ। त्यो भएको हुनाले गर्दाखेरि यो क्वेसनिङ गर्ने कुरा छ नि, यसले चाहिँ टिचरलाई पनि फाइदा हुन्छ र स्टुडेन्टलाई पनि फाइदा हुन्छ। दुवैजनालाई केही सिक्ने अवसर चाहिँ प्रदान गरिरहेको हुन्छ हैन। मेरो पढाउने शैलीको कुरा गर्नुपर्दाखेरि यही नै हो। तपाईले क्वेसन सोध्नु भएको छ, यसको लागि थ्याङ्क यू सो मच। र उहाँको अर्को क्वेसन रहेको छ, वाइ डु यु वान्ट टु टिच। अब उहाँले के सोध्नुभयो, मैले चाहिँ किन पढाउन चाहेको भनेर भन्नुभएको छ। अब यो के छ भन्दाखेरि केही बाध्यताहरू पनि छ, केही परिस्थितिहरू पनि छ र केही आफ्नो रहरहरू पनि छ। त्यो भएको हुनाले गर्दाखेरि मैले पढाउन चाहेको। अनि उहाँको थर्ड क्वेसन रहेको छ, वाट डु यु प्लान टु बी डुइङ इन 5 years भनेर भन्नुभएको छ। अबको 5 वर्षमा मैले के गर्छु होला त भन्दाखेरि, मैले अबको 5 वर्षमा आफूलाई यही फिल्डमा काम गरिरहेको देखिरहेको छु र यही फिल्डमा काम गर्दै मैले अरू कुराहरूको पनि तयारी गरिरहेको हुनेछु। भनौँ अब मानौँ अरू जस्तै मैले अब मानौँ केही तयारी गर्दैछु, केही गरिरहेको छु भने यो फिल्डलाई पनि मैले कन्टिन्यू लिएर जाने प्रयत्न चाहिँ गर्नेछु। यदि सकेन भने दुईटै कुरालाई, धेरै कुरालाई ह्यान्डल गर्न सकेन भने एउटा त लिभ गर्नै पर्छ। तर पनि अबको 5 वर्षमा चाहिँ मैले आफूलाई यस्तै अवस्थामा भेटेको छु है। पछि के हुन्छ, पछिको कुरा, फ्युचरको कुरा चाहिँ हामी जान्न सक्दैनौँ। त्यो भएको हुनाले गर्दाखेरि अहिले जे भइरहेछ प्रेजेन्टमा यसलाई मात्रै फोकस गरौँ हामी। अबको 5 वर्षमा केही प्लानहरू होला मेरो, केही भनेको अब केही गर्ने प्लानहरू होला, तर त्यो प्लान सक्सेस हुन्छ अनसक्सेस हुन्छ त्यो आफ्नो ठाउँमा छ। फ्युचरको कुरा चाहिँ हामी अहिले गेस मात्र गर्न सक्छौँ, भनेको परिकल्पना मात्र गर्न सक्छौँ है। त्यो यही नै गर्छु, यही नै हुन्छु अबको 5 वर्षमा भनेर चाहिँ मैले भन्न सकेन, सरी।
व्हिच इज योर फेभरेट क्लास भनेर उहाँको 4th क्वेसन रहेको छ। मेरो फेभरेट क्लास चाहिँ मेरो लागि चाहिँ फेभरेट क्लास सबै म जति पनि पिरियडहरू पढाउँछु, जति पनि क्लासलाई पढाउँछु त्यो सबै मेरो लागि फेभरेट नै हो है, यसमा नो डाउट। अझ त्यसमा पनि मेरो फेभरेट क्लास चाहिँ दिनकै चेन्ज भइरहन्छ कि आज एउटा फेभरेट छ भने भोलि अर्को फेभरेट हुन्छ। कसरी भने जुन क्लास ज्ञानी भएर बस्छ, जुन क्लासको स्टुडेन्टहरू अलिक बढी क्युरियस हुन्छ हैन, जुन क्लास अलिक शान्त छ त्यो नै मेरो फेभरेट क्लास हो है। र अब ओजस्वी नानुको क्वेसनहरू सकिएको छ। यसै गरी एकजना नेपाली ज्ञान कुञ्ज भन्ने युट्युब च्यानलबाट मलाई क्वेसन आएको छ। हजुरको गर्लफ्रेन्ड कतिवटा छन् अनि हजुरको के भन्नुभयो, हजुरको गर्लफ्रेन्ड कतिवटा छन् भन्नुभएको छ। गर्लफ्रेन्ड त छैन है, होला नि तर छैन ल। अनि फेरि अर्को क्वेसन रहेको छ। SKT 111 FF बोयले सोध्नु भएको छ, हजुरले अब आउने समयमा कस्तो कस्तो भिडियो बनाउने सोच्नु भएको छ भनेर भन्नुभएको छ। मैले अब आउने समयमा मैले अब चाहिँ एउटा प्रोग्राम चलाउँदैछु युट्युबमा, स्विट टक भन्ने। त्यसमा चाहिँ मैले सबैसँग हैन अब नयाँ गेस्टहरू बोलाएर चाहिँ एउटा पोडकास्ट जस्तो कम्युनिकेसन टाइपको भिडियोहरू बनाउने छु, इन्टरभ्यू टाइपको। र त्यो सँगसँगै मैले ऱ्यापहरू पनि अपलोड गरेकै हुन्छु र ब्लग्सहरू पनि बनाउने छु। साथीभाइहरूको सपोर्ट मिल्यो भने मैले फन्नी भिडियोहरू पनि इन्टरटेनमेन्टको लागि बनाउने छु। र मिना बिके ले सोध्नु भएको छ, स्कुलमा फ्राइडेको दिन उहाँले चाहिँ एउटा क्वेसन भन्दा पनि एउटा रिक्वेस्ट गर्नुभएको छ। स्कुलमा फ्राइडेको दिन एउटा सङ प्लिज भन्नुभएको छ। प्लिज भन्नै पर्दैन, फ्राइडेको दिन मैले गीत गाएकै हुन्छु है। र अर्को क्वेसन रहेको छ। विश्व वाइटीले सोध्नु भएको छ, हजुरले डडडट गरेपछि साबुन पानीले हात धुनुहुन्छ कि नाइ? नाइ, म त साबुन पानीले हात धुदिनँ, म त खरानी कोइला घसेर धुन्छु। यस्तै गरी टेकराज भ्लगले सोध्नु भएको छ, हजुर के साँच्चीकै सिङ्गल हुनुहुन्छ? यदि हुनु हुँदैन भने त्यो केटी को हो? यदि हुनुहुन्छ भने किन सिङ्गल हुनुहुन्छ? कारण सहित उहाँले एन्सर दिनुहोस् भनेर भन्नुभएको छ। मेरो चाहिँ गर्लफ्रेन्ड के होला, अब सिङ्गल त सिङ्गल नै हो, म अहिले पनि स्टिल सिङ्गल छु। हेर्नुहोस् यहाँ सिङ्गल नै बसेको छु। यो सिङ्गल हुनुको कारण के हो भने मलाई चाहिँ धेरै मान्छेहरूको बिचमा भिडियो बनाउन लाज लाग्छ, त्यही भएर म अहिले सिङ्गल छु। अबे ओ दिवाली की फुलझडी, सिङ्गल हुनुको कारण यो हो। र म मिङ्गल पनि छु, मेरो फ्यामिलीहरू सबै मसँगै हुनुहुन्छ, त्यो भएको हुनाले मिङ्गल छु। सिङ्गल र मिङ्गलको कुरामा चाहिँ त्यति म म्याच्योर छैन जस्तो लाग्छ। यस्तै गरी अर्को क्वेसन सोध्नु भएको छ सुशीला राणाले, हरेक दुःखलाई निचोलेर अगाडि बढ्ने 1-2वटा कुरा भनिदिनु पर्यो भन्नुभएको छ। क्वेसन भन्दा नि उहाँले पनि रिक्वेस्ट नै गर्नुभएको रहेछ। यस्तो हुन्छ लाइफमा, स्ट्रगल त सबैको हुन्छ, लाइफ इज फुल अफ स्ट्रगल। तर दुःखलाई चाहिँ हामीले अवसरको रूपमा लिनुपर्छ कि जस्तै दुःख गरेपछि पो भोलि केही बन्ने अवसर हुन्छ, केही पाउने अवसर हुन्छ। केही पाउनको लागि दुःख त गर्नु पर्यो नि। तर दुःखलाई चाहिँ नराम्रो एकदम नेगेटिभ वेमा हेऱ्यो भने हामी नेगेटिभ हुँदै जान्छौँ। तर दुःखलाई चाहिँ हामीले अवसरको रूपमा लिनुपर्छ कि दुःख गरे पो भोलि सुखको दिनहरू आउँछ भनिन्छ नि, हो त्यही भएर दुःख त सबैको हुन्छ, सुख र दुःख नभयो भने जिन्दगी ब्यालेन्स हुँदैन कि। जस्तै दुःख मात्रै भयो भने त मान्छे चिन्ताले मरिहाल्छ, अनि सुख मात्रै भयो भने मान्छे खुसीले पागल भइहाल्छ कि। त्यही भएर दुःख र सुख दुवै हुनुपर्छ। अनि मैले भने नि दुःखलाई चाहिँ अवसरको रूपमा लियो भने जीवन चलाउन, जिन्दगी जिउन सजिलो हुन्छ। र यस्तै गरी अर्को क्वेसन छ फुच्चे प्लेयरले सोध्नु भएको छ, कतिवटा जियाब छन् आजसम्म तिम्रो भन त यार भन्नुभएको छ। कति हो, कति
भन्नै नसकिने भन्ने अरे के त्यस्तै। यस्तै गरी अर्को क्वेसन छ SKT111FF बोयले, हजुरले युट्युब च्यानल के उद्देश्यले खोल्नुभयो र युट्युब च्यानलमा कसरी सब्सक्राइबर ग्रो गर्नुभयो? अब युट्युब च्यानल मैले खोल्नुको कारण त पहिल्यैदेखि सानैदेखि चाहिँ मलाई यस्तो कन्टेन्टहरू बनाउने, भिडियोहरू बनाउने हैन, क्लासमै पनि म नाटकहरू गरिदिने, हाँस्ने, बोल्ने, नाच्ने, गाउने मान्छे। त्यो भएको हुनाले गर्दा आफूमा भएको ट्यालेन्टलाई चाहिँ उजागर गरौँ न त, एक्सप्लोर गरौँ न त, बाहिर देखाउँ न त भनेर चाहिँ मैले युट्युब च्यानल खोलेको हो। र युट्युब च्यानलमा सब्सक्राइबर ग्रो कसरी भयो भन्दाखेरि मेरो युट्युब च्यानलमा त्यति धेरै सब्सक्राइबर त भएको छैन, अलिअलि भएको छ। तर मेरो युट्युब च्यानलमा सब्सक्राइबर ग्रो हुनुको मेन कारण चाहिँ मैले पढाउने स्टुडेन्टहरू हो कि। मैले पढाउने स्टुडेन्टहरू र मैले पढाउने स्टुडेन्टहरूको गार्जेनहरू है, उहाँहरू भएर नै मेरो सब्सक्राइबर ग्रो भएको हो। मलाई धेरै उहाँहरूले नै हेर्नुहुन्छ। मेरो भ्युवर्सहरू धेरै नै मेरो स्टुडेन्ट अनि गार्जेन प्लस टिचरहरू हुनुहुन्छ। त्यही भएर म त्यो संस्थामा एउटा एजुकेसनल इन्स्टिट्युटमा लागिसकेपछि मैले त्यहाँबाट पनि सब्सक्राइबरहरू धेरै ग्रो गरेको है। र गेमिङ टिमले सोध्नु भएको छ तपाईको उमेर कति छ सर भन्नुभएको छ। मेरो एज म ठ्याक्कै चाहिँ भन्दैन, मेरो एज चाहिँ 21, 22 र 23 मध्ये एउटा हो है। तपाईले गेस गर्नुहोस्, कमेन्ट गर्नुहोस्, मिल्यो भने म रिप्लाई गर्छु है त। यसै गरी ताराकेशर खड्काले सोध्नु भएको छ सामाजिक सञ्जालमा आफ्नो स्पेस बनाएपछि कस्ता किसिमका भिडियोहरू बनाउनु हुनेछ? मैले कस्तो किसिमको भिडियोहरू बनाउँछु भनेर योभन्दा अगाडिको क्वेसनमा भनिसकेको छु। तर अब उहाँको कुरा अनुसार चाहिँ मैले सामाजिक सञ्जालमा स्पेस बनाउन अझै धेरै बाँकी छ। मैले बनाएको छैन जस्तो मलाई लाग्छ, किनभने अझै धेरै स्ट्रगल गर्न बाँकी छ। युट्युबलाई पनि टाइम दिनुपर्छ। मैले टाइम दिएँ भने बिस्तारै सब्सक्राइबर गेन हुन्छ होला, भ्युवर्सहरू पनि बढ्नुहुन्छ होला। त्यसपछि म चाहिँ भिडियोहरू मैले भने नि पोडकास्ट टाइपको भिडियोहरू पनि बनाउँछु, इन्टरटेनमेन्ट टाइपको भिडियोहरू, ब्लग्सहरूदेखि लिएर ऱ्यापहरूदेखि लिएर एकदम मिक्स टाइपको भिडियोहरू मैले अपलोड गर्ने सोचिरहेको छु है। यसै गरी अर्को प्रकाश बुढाले सोध्नु भएको छ तपाईको जिया छ कि छैन दाइ भन्नु पर्यो भन्नुभएको छ। मेरो अहिले चाहिँ रिसेन्ट चाहिँ छैन है। अनि यसै गरी अब लास्ट क्वेसन रहेको छ। लास्ट क्वेसन विश्व वाइटीले सोध्नु भएको छ दादा हजुरको नाम के हो भन्नुभएको छ। मेरो नाम चाहिँ उब्जन छेत्री। र यस्तै यतिकैमा यति नै थियो आजको Q&A भिडियोमा तपाईहरुले सोधेको क्वेसनहरु, र मलाई एन्सर भन्न पनि रमाइलो लाग्यो, मजा लाग्यो। यस्तै गरी सपोर्टहरु गर्दै गर्नु होला। म युट्युबमा चाहिँ भिडियोहरु कन्टिन्यू अपलोड गरिरहने छु। यदि तपाईहरुको सपोर्ट मिल्यो भने तपाईलाई आजको Q&A भिडियो कस्तो लाग्यो कमेन्ट डाउन गर्नु होला। यदि मेरो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरेर बेल आइकन पनि बजाउनु होला। र अर्को भिडियो चाँडै नै आउने छ। त्यतिन्जेल सम्मको लागि मलाई नै बिदा दिनुहोस्। हस्त नमस्कार, धन्यवाद। घर आगन